हेलो साथीहरू नमस्कार अनि गुड मर्निङ। अहिले बिहानको 5:30 बजेको छ र 5:30 बजे ड्युटी जानको लागि ब्रस गरेर रेडी भएर जानको तयारी हो। हाम्रो फेरि ड्युटी टाइम चाहिँ कस्तो छ भने 2 दिन डे हुन्छ अनि 2 दिन नाइट अनि 2 दिन छुट्टी हुन्छ। सो अब यो किचनमा खानेकुरा के छ त, यो चाय कफी अन्डा चाहिँ पाउरोटी हल्का ब्रेड खाएर ड्युटीको लागि रेडी हुनु पर्यो। साथीहरू यस्तै छ यहाँ। अन्त चाहिँ अब हाम्रो लगभग 6 बजिसकेको छ, 6:30 बजे हाम्रो पिकअप टाइम हो। सो पिकअप टाइममा गाडी आउँछ। अनि साथीहरू मैले यो आफ्नो डेली ब्लग मार्फत आफ्नो दैनिकी कसरी बित्दैछ युरोपमा भनेर म तपाईहरुलाई देखाउन खोजेको। जति पनि युरोप आउँदै हुनुहुन्छ साथीहरू, स्लोभाकियातिर आउँदै हुनुहुन्छ, मेरो पछि पनि मेरो आफ्नै यही ठाउँमा 4-5 जना साथीहरू नै आउँदै हुनुहुन्छ। उहाँहरूको लागि पनि एउटा सिक बनोस् र सबैले मेरो ड्युटी ब्लग कस्तो छ भनेर मैले यो ब्लग बनाउने कोसिसहरू गर्दिरहेको छु। ब्लग बनाउनको लागि राम्रो क्यामेरा मोबाइल त छैन मसँग, तै पनि मेरो यो प्रयास हो। कस्तो भइरहेछ मलाई भन्नु होला। हालाकि क्वालिटीमा म अलिक मेन्टेन गर्नेछु। मैले साउन्डमा भर्खरै मेन्टेन गर्न सिकेको छु भने क्वालिटीको लागि म कोसिस गर्नेछु। जाडो छ साथीहरू एकदम। आजको मौसम फेरि अलिक चिसो छ। हिजोदेखि 2 दिन भयो लगातार पानी परेको। सो आज एकदम जाडो छ यहाँ। एन्ड प्लस जाडो मौसम अलिक कम हुँदै गएछ। जब हामी सुरुमा आएको थियौँ फेब्रुअरीमा आएको थियौँ त्यतिखेर एकदमै जाडो थियो, बाहिर निस्किनै गाह्रो हुन्थ्यो। आजभोलि एकदम कम हुँदै गयो, घाम पनि लाग्दै गयो। तर अहिले आज चाहिँ नि 2 दिनदेखि लगातार पानी परेको हुनाले एकदम चिसो जाडो भइरहेको छ अहिले। तर अब हैन, ड्युटी जानको लागि रेडी त हुनु पर्यो। ड्युटी जाने क्रममा हेर्न सक्नुहुन्छ एकदम पानी परेर कस्तो मौसमै कस्तो इन्भाइरोमेन्ट एकदम राम्रो छ के। धुवा धुलो हाम्रो गाडी आएर बसेको छ। अब यसलाई ट्याक्क यसमा जाने हो। यस्तै छ साथीहरू वैदेशिक जिन्दगी। पुरा पानी परेर चिसो भएको छ आज। गाडी आएर बसेको छ, साथीहरू सुत्दै बस्यो। साथीहरू यो हाम्रो कम्पनी हेर्न सक्नुहुन्छ अमेजन। तपाईहरु सबैले चिन्नुभयो होला। वर्ल्ड्स नम्बर 1 अनलाइन शपिङ प्लेटफर्म। तपाईहरुको प्रत्येक मोबाइल एपमा होला हैन। सो हामी यहाँ फोर्कलिफ्ट अपरेटरमा आएको। सो फोर्कलिफ्ट अपरेटरमा आएको, तर हाम्रो फोर्कलिफ्ट अपरेटरको काम त पाएका छैनौँ। तर हामी यहाँभित्र फोर्कलिफ्ट अलिक सेन्सिटिभ भएको हुनाले अर्को ज्याक गाडीहरूले सामान त यताउता गर्ने नै काम गर्छौँ, तर फोर्कलिफ्टले अलि मिल्दैन क्या। कतिखेर फोर्कलिफ्ट पनि चलाउन पाइन्छ, तर फोर्कलिफ्ट भनेर फोर्कलिफ्ट चल्दैन यहाँ, गाडी सेन्सिटिभ छ। सो यो पछाडिको भ्यू हो। यहाँबाट चाहिँ हाम्रो ब्रेक टाइममा मैले यो भ्यू देखाएको पुरै कम्पनीको। यो कम्पनी फेरि 365 डेज नै चल्दो रहेछ। यो चाहिँ कम्पनी बन्द हुँदो रहेछ। सो ड्युटी चाहिँ अल टाइम हुन्छ। हाम्रो ड्युटी आवर चाहिँ 10 घन्टा हो, तर 9.5 घन्टा 8 घन्टा ड्युटी र 1.5 घन्टाको ओटी दिने गर्छ यो कम्पनीले। सो यो हाम्रो ब्रेक टाइम हो, खाना खाने टाइम छ। पालो हुन्छ हाम्रो केटाहरूको, कसैको 1 2 3 4 5 हुन्छ। सो मेरो 4 नम्बरमा एक्लै पालो परेको छ आज। यहाँ माइक्रोवेभहरू हुन्छ हेर्नु, खाना तताउनको लागि। अनि यो पुरै हल भरिन्छ। यो खाना खाने टाइममा यहाँ क्यान्टिन पनि हुन्छ, तर हामीलाई यहाँको खाना मन नपर्ने भएर हामीले रुमबाटै प्याक गरेर लिएर आउँछौँ। सो यो खाना खाने एरिया हो। यहाँ सबैजना खाना खाने ठाउँ, खाना बस्छन्। सो 3 चोटि हाम्रो कम्पनीमा रेस्ट। सो साथीहरू यो लास्टको मेरो लकर एरिया हो। लकरमा चाहिँ आफ्नो मोबाइल जे छ मेटल डिटेक्टर सामानहरू यहाँभित्र राख्ने हो र कम्पनीभित्र इन्ट्री गर्ने हो। मोबाइल लिएर जान नमिल्ने भएको हुनाले मैले काम वर्क प्लेस देखाउन सकिनँ। यदि मोबाइल लिएर जान मिल्ने भएको भए मैले त्यहाँ कस्तो काम गर्ने हो, कस्तो हुन्छ सामानहरू, के हुन्छ भनेर देखाउँथेँ। हेलो साथीहरू, मेरो युट्युब च्यानल फ्रेस वाइपी ब्लगलाई हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। मेरो यो डेली रुटिन हो। सो मेरो कम्पनीलाई मैले देखाइसकेको छु। मेरो भिडियोलाई कस्तो क्यामेरा यार, मेरो त मोबाइलै घाँस छ यार। बल्ल अलिक राम्रो आएको हेर्नु त।